हेलो वेलकम छ ब्याट बोय भ्लगमा तपाईहरुलाई। यो चाहिँ भनेको मेरो पहिलो भिडियो हो। अब तपाईलाई के कस्तो लाग्छ मनोरञ्जन लिनु होला भनेर बनाइरहेको हो। आज चाहिँ यसो खेतमा बस्तु चराएर आएको। अनि हाम्रो चाहिँ अहिले 3-4 दिनको झरीपछि आज चाहिँ हल्का घाम लागिरहेछ। अनि त्यो 3-4 दिनको झरीले चाहिँ हामीलाई के हानि पुर्यायो, कति क्षति पुर्यायो भनेर खेतमा यसो तपाईहरुलाई देखाउँदै छु। हेरेर भन्नु होला तपाईहरुकोतिर पनि पानीले 3-4 दिनको झरीले के कति धानहरु लडायो, यसो कमेन्टमा भन्नु होला। यो चाहिँ हाम्रो खेतबारी हो, हेर्न सक्नुहुन्छ। पुरा धानहरु पुरा सुतिरहेको अवस्था छ। निन्द्रा पुग्नै बाँकी छ रे अझै। अब सब हेरेर त पुरा काटेर सुकाए जस्तो छ है, तर हैन, यो चाहिँ भनेको 3-4 दिनको झरीले हो। झरीले सब धानहरु सुताइदिरहेछ। पानीहरु गराइभरि ड्याम भरिएको थियो। धन्न हिजो चाहिँ मैले अलिक माथिबाट कटाइदिएर आज पानी सुकिरहेछ। त्यही भएर यस्तो भइरहेछ। हाम्रो चाहिँ 3-4 दिनको झरीले यस्तो गरायो, हेर्न सक्नुहुन्छ खेतहरु। र तपाईहरुलाई यो ब्याट बोय भ्लग्समा स्वागत छ त भनिहाले। साथसाथै यसो सब्स्क्राइब पनि गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला। अनि तपाईहरुको मनोरञ्जनको लागि कस्तो खालको भिडियोहरु मैले ल्याउँदाखेरि तपाईहरुलाई यसो मनोरञ्जन होला, यसो कमेन्टमा गएर कमेन्ट गरिदिनु होला। म तपाईलाई त्यो खालको यसो भिडियोहरु ल्याउने प्रयास गर्छु। यो चाहिँ हेर्न सक्नुहुन्छ, राम्रो त देखिँदैन रहेछ। धानहरु लडिरहेछ सब। अब यसो यो चाहिँ मेरो पहिलो भिडियो हो, ब्याट बोय भ्लग्सको पहिलो भिडियो। तपाईहरुले पनि यसो सब्स्क्राइब गरेर कमेन्ट गरिदिएर लाइक गरिदिएर यसो सहयोग हैन सपोर्ट गरिदिनु होला। तपाईहरुलाई पनि मनोरञ्जन हुने, मलाई पनि यसो हौसला मिल्ने तपाईहरुको साथ सपोर्ट देखेर है। यसो सब्स्क्राइब गरिदिनु होला। र साथीहरुलाई पनि यसो तपाईलाई मन पर्यो भने शेयर गरिदिनु होला, सब्स्क्राइब गर्नु लगाइदिनु होला। र यसो कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कमेन्ट पनि गर्नु होला। अहिले भनेको चाहिँ है टक्कसँगले हैन, क्यारम बोर्ड खेल्नु जाँदै गरेको अवस्था हो यो चाहिँ। भनेको अहिलेको अवस्था चाहिँ फेरि निकै टाढो छ के क्यारम बोर्ड खेल्नु जाने ठाउँ चाहिँ। चोक पनि भन्नु पसल अरे क्या। अनि केटाहरू साथीहरू चाहिँ अघि गएर अहिले चाहिँ टक्कसँगले म मात्रै हो भन्नुपर्छ हैन, जाँदै गरेको। उनीहरू अघि पुगिसके होलान्। अहिले चाहिँ
म मात्रै जाँदै गरेको हो। भर्खर घर पर्तिर पुग्दैछु। अब यसो टर्निङ हान्छ। ए ढाडा अब ज्यामिरेदेखि पुलडुङ कटेर टक्कसँग गैरी गाउँ पुग्नुपर्छ नि त खेल्नलाई, क्यारम बोर्ड खेल्नलाई कि कसो, त्यसै हो। यसो मेरो भिडियोलाई लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला।